र जुन मैले चाहिँ तपाईँहरूमा चाहिँ हालिरहेको भ्लग थियो त्यो भ्लगिङको चाहिँ टाइम पनि चेन्ज भएको छ भन्ने जानकारी गराउन चाहन्छु। योभन्दा केही समय पहिला पनि मैले चाहिँ डेली भ्लग बनाउँदै थिएँ। बनाउँदै विशेष कारणले मैले चाहिँ त्यो भ्लगिङलाई चाहिँ छोड्नु पऱ्यो। यानि कि यो युट्युबमा चाहिँ काम गर्ने मेरो एउटा ड्रिम नै हो होइन। सो हेलो गाइज, वेलकम ब्याक। तपाईँहरूलाई मेरो अर्को एउटा नयाँ ब्लगमा फेरि पनि स्वागत छ। आज पनि तपाईँहरूमा अर्को एउटा नयाँ ब्लग लिएर आइसकेको छु र आजको ब्लगमा चाहिँ तपाईँहरूलाई केही इन्फर्मेसन दिनको लागि भनेर आएको छु। अनि विशेष यो चाहिँ आजको ब्लग चाहिँ कुनै टपिक नभएर एउटा इन्फर्मेटिभ कि अरे अलिक इङ्ग्लिस चाहिँ आउँदैन होइन, मतलब जानकारी दिनको लागि भनेर आजको ब्लग चाहिँ लिएर आएको छु मैले चाहिँ तपाईँहरूमा। र त्यो जानकारी चाहिँ के हो भने आजदेखि चाहिँ म तपाईँहरूमा रेगुलर डेली रूपमा होइन गाउँको भिलेज ब्लग लिएर आउनेछु। मतलब गाउँमा अब मेरो लाइफ स्टाइलको बारेमा तपाईँहरूलाई चाहिँ डेली ब्लग हाल्नेछु। मतलब जे छ त्यही ओरिजिनल, कुनै स्क्रिप्टेड नभएर जुन मेरो चाहिँ आफ्नो लाइफ स्टाइल गाउँको मेरो गाउँघरको लाइफ स्टाइलहरूको बारेमा चाहिँ तपाईँहरूलाई चाहिँ भिडियो देखाउने छु। सो आगामी दिनको आज सँगसँगै आगामी दिनको मेरो ब्लगमा पनि धेरै माया देखाउनु हुनेछ भन्ने आशा छ। किनभने आशा छ र योभन्दा केही समय पहिला पनि मैले चाहिँ डेली भ्लग बनाउँदै थिएँ। बनाउँदै विशेष कारणले मैले चाहिँ त्यो भ्लगिङलाई चाहिँ छोड्नु पऱ्यो। यानि कि पढाइलाई बिचमा अगाडि बढाउनुको कारणले गर्दाखेरि मैले चाहिँ त्यो भ्लगिङ इन्डस्ट्रीलाई चाहिँ एकछिनलाई थाती राखेर फेरि पढाइमा गएको थिएँ र अहिले चाहिँ म पढाइसकेर आइसकेको छु र अबको दिनमा चाहिँ तपाईँहरूमा डेली भ्लग लिएर आउनेछु भनेर जानकारी दिनको लागि चाहिँ आजको विशेष भ्लग लिएर आएको छु। र जुन मैले चाहिँ तपाईँहरूमा चाहिँ हालिरहेको भ्लग थियो त्यो भ्लगिङको चाहिँ टाइम पनि चेन्ज भएको छ भन्ने जानकारी गराउन चाहन्छु। यानि कि सधैँ मैले बिहानको 8 बजी हाल्थेँ भने अबदेखि आउने भ्लगमा चाहिँ तपाईँहरूलाई साँझको 5 बजी मात्रै, यानि कि अबको आउने भ्लगहरू चाहिँ बेलुकाको 5 बजी मात्रै आउनेछ। हरेक दिनको बेलुकाको 5 बजी एकै समयमा आउँछ। सबैजनाले हेर्न नभुल्नु होला। र अबको आउने भ्लगमा चाहिँ पहिलाको जस्तो मायाहरू चाहिँ पाउन सकिँदैन होला। किनभने पहिला मेरो हेरिराख्ने साथीहरूले पनि अब चाहिँ धेरै समय भएपछि छुट्याउनु भयो होला, मतलब बिर्सिसक्नु भयो होला मलाई चाहिँ। तैपनि केही छैन, अब चाहिँ म रेगुलर ल्याउने छु तपाईँहरूको माझ भ्लग। र पहिलाको जस्तो ग्रोथ नभए पनि तपाईँहरूमा चाहिँ जति सक्दो चाहिँ डेली भ्लग हाल्ने कोसिस गर्नेछु होइन। अब काम एकदम छ नि त गाउँमा त। अहिले खेतीपातीको सिजन छ, आलु रोप्ने, मकै रोप्ने, बारी बनाउने एकदम कामको सिजन छ क्या हाम्रो लेकमा चाहिँ यतिखेर। आउलमा चाहिँ त्यति काम छैन। हाम्रो ठाउँ चाहिँ लेक चिसो हुने ठाउँ। यसमा चाहिँ आलु मकै सालमा एकचोटि फल्छ। अनि एकचोटि चाहिँ एकदम कामको होइन, एकचोटि मात्रै नै सालभरि नै हाम्रो चाहिँ काम गरिबस्नुपर्छ क्या। कामै काम गर्नुपर्छ। अनि अहिले चाहिँ काम एकदम उयो छ। तैपनि काम जति भए पनि तपाईँहरूमा चाहिँ डेली भ्लग बनाएर हाल्ने कोसिस गर्नेछु भन्ने मेरो चाहना होइन। सो अनि त्यही भएर तपाईँहरूले पनि मलाई माया देखाइदिनु होला भन्ने एउटा एक्सपेक्ट के भन्छ अब त्यसलाई भन्ने होइन क्या, त्यो उयो गरेको छु, कामना गरेको छु। र आगामी दिनमा आउने भ्लगहरूलाई धेरै माया गरिदिनु होला। र सधैँ चाहिँ अब चाहिँ 8 बजी आउँदैन, मेरो भ्लग चाहिँ बेलुकाको 5 बजी आउँछ। तपाईँहरूलाई अघि नै भनिसकेको छु। र अब आउने भ्लग चाहिँ यस्तै हो, डेली लाइफ स्टाइलकै बारेमा भ्लग हाल्नेछु। त्यो भ्लगलाई धेरैभन्दा धेरै माया गरिदिनु होला है गाइज। अब त्यही हो, युट्युब च्यानल मोनिटाइजेसन छैन, लाइफमा अब केही गर्न सकेको छैन। तैपनि मेरो एउटा ड्रिम हो यो युट्युबमा चाहिँ काम गर्ने, मेरो एउटा ड्रिम नै हो होइन। अनि युट्युबमा काम गरेर म पनि एउटा ठुलो होइन भ्लगर जस्तै, इन्डियाको सौरभ जोशी जस्तै एउटा ठुलो भ्लगर बन्न सकेँ भने मेरो लागि त्यही नै ठुलो एचिभमेन्ट हुनेछ। मेरो मतलब अरू कुनै ठुलो ड्रिमहरू छैन मसँग चाहिँ होइन, सानो एउटा सपना युट्युबर बन्ने। सो तपाईँहरूले सपोर्ट गरिदिनु होला र मेरो सपनालाई पुरा गर्नमा साथ दिनु होला। र तपाईँहरूको लागि डेली नै विभिन्न किसिमका नयाँ भ्लगहरू हाल्ने नै छु भन्दै आजको भ्लग चाहिँ, आजको इन्फर्मेटिभ भ्लग चाहिँ यति नै भन्दै बाँकी चाहिँ भोलिदेखि आउने डेली भ्लगमा हेर्नु होला। अनि अहिले चाहिँ म यहाँ बारीमा आएको छु। अब आजदेखि आलु रोप्नु सुरु हुँदैछ यहाँ चाहिँ होइन। सो अनि यसको बारेमा पनि तपाईँहरूलाई भोलिदेखि भ्लग हाल्छु। यानि कि आज एडिट गरेको भ्लग चाहिँ, मतलब आज बनाएको भ्लग चाहिँ आजै हाल्नु चाहिँ सम्भव छैन, किनभने एडिट गर्नु धेरै समय लाग्छ होइन। सो अनि त्यही भएर तपाईँहरूमा चाहिँ आज बनाएको भिडियो चाहिँ भोलिपल्ट हाल्नेछु। यानि कि आजको भोलि, भोलिको पर्सि गर्दै तपाईँहरूमा चाहिँ डेली भ्लग हाल्नेछु। र आजको जुन भ्लग बनाएको छु त्यो भ्लग चाहिँ म भोलि तपाईँहरूमा हाल्नेछु भन्दै तपाईँहरूमा चाहिँ बिदा हुन्छु। बाई।